So hello guys, good day. मी आसिका नमगर अनि हजुरहरूलाई स्वागत छ मेरो सानो मिनी भ्लगमा। सो आज चाहिँ हो मदर्स डे, ह्यापी मदर्स डे सबै आमाहरूलाई। अनि अब चाहिँ म रेडी भएर कहाँ जाँदैछु त? अब चाहिँ म रेडी भएर केक लिन जानुपर्ने हुन्छ। मैले अर्डर दिएछु केक, सो जाऊँ न केक लिनु अब चाहिँ। त्यसपछि हामी दिदीभाइ लुकुर लुकुर हामी केक लिन गयौँ। यो चाहिँ म अघि हिँड्छु, तिमी चाहिँ मेरो पछाडि भिडियो गरिदेऊ है भनेर मेरो भाइलाई लिएर गएको थिएँ। मेरो भाइ हल्लिँदै हामी केक लिन गएको थिएँ। मैले चाहिँ केक सेन्टर पोइन्ट क्याफेमा अर्डर गर्न दिएको थिएँ। सो हामी चाहिँ पुग्यौँ। हामी चाहिँ क्याफे पुगेर नै हामी वेटिङमा बस्दै थियौँ, किनभने क्याफे अलिक प्याकै थियो। हामीले चाहिँ केक अर्डर गरेको एउटा मात्रै थियो, त्यही पनि हामीले हजुरआमाको लागि पनि फेरि अर्को एक्स्ट्रा भन्दा नि हजुरआमाको लागि लिएर आइदियौँ। सो अब चाहिँ हामी हिँड्दैछौँ। सो गाइस, त्यो केक लिनुभन्दा अगाडि के भयो थाहा छ? हाम्रो हालत एकदम बिग्रिसकेको थियो, किनभने मसँग अनलाइन मात्रै थियो, क्यास थिएन। अनि म अनलाइनको भरमा हिँडेको। त्यसपछि त अनलाइन त जाँदैन त, बल्ल तल फेरि ट्राई गरेर बल्ल तल पैसा पठाएर अनि बल्ल घर चलेको हामी। हामी चाहिँ त्यसपछि एकछिन ट्राफिक लाइटमा पनि अड्क्यौँ। यो केक चाहिँ मम्मीले हजुरआमाको लागि लिइदिनु भएको थियो भने अर्को केक चाहिँ म, दुईवटा दिदी अनि दाई, हामी 4 जना मिलेर चाहिँ यो केक लिइदिएको। अब चाहिँ हामी हजुरआमाको जान लाग्यो। मम्मी पनि हुन्थ्यो, मम्मीले हेलो भन्नुहुँदैछ। हजुरआमाकोमा चाहिँ हामी मात्र होइन, हामी सँगसँगै हाम्रो बडीगार्ड पनि थियो, पाङ्ग्रे। सो त्यसको नाम चाहिँ पाङ्ग्रे हो। त्यो चाहिँ फुर्केर हिँड्दैछ त्यहाँ। हामी चाहिँ हजुरआमाकोमा पुगेर नै मेरो काखमा चाहिँ मेरो दिदीको छोरो आइसकेको थियो है। अनि यतापट्टि हजुरआमाको लागि तयारी पनि हुँदैथ्यो। हजुरआमा नि चिटिक चटक पर्नु हुँदैछ त्यहाँ। आमाको भाग मिलाएर चाहिँ त्यहाँनिर मम्मीले टिका लगाइदिनु थाल्नुभयो। अनि त्यसपछि बाबाको पनि टर्न आयो। सेकेन्डमा चाहिँ बाबाको। म चाहिँ साइडमा बसेर बाबु बोकेर भिडियो बनाउँदै हेर्दै बसिरहेको थिएँ। त्यसपछि चाहिँ पालो हजुरआमाले आमालाई लगाइदिनु भयो। त्यसपछि बाबालाई पनि टिका लगाइदिनु भयो। अनि बाबा र मम्मीले हजुरआमालाई सगुन दिनुभयो। अब चाहिँ हामी केक काट्नुतिर लाग्यौँ। सो अब केक काटेर त खानु पर्यो। ह्यापी मदर्स डे। त्यो क्यान्डलहरू भएर चाहिँ अब चाहिँ हजुरआमाले केक काट्नु हुँदैछ। त्यहाँ मम्मीले यसरी काट्नु भनेर सिकाउनु हुँदैछ क्या हजुरआमालाई। छोरी साइलो जय कहिले छोरी। अब चाहिँ केक काटेर पनि खुवाउने पालो आयो। अनि मम्मीले हजुरआमालाई खुवाइदिँदै हुनुहुन्छ। यो साइडमा दाले चाहिँ फोटो खिच्नु हुँदैछ क्या। बाबाले चाहिँ यता पनि केक लाउनुपर्छ कि भन्दै आमालाई लगाइदिँदै हुनुहुन्छ हजुरआमालाई। सो मम्मीले त्यहाँ साइडमा बसेर नगर्नु न बुढी मान्छेलाई भनेर कराउनु हुँदै थियो कि। आमा चाहिँ हाँसेर थापिरहनु भएको थियो, बाबाले चाहिँ केक लगाइदिइरहनु भएको थियो कि। फाइनली हामीले हजुरआमाको मुख हेरेर नि हामी घर फर्किँदा चाहिँ पानी परेको थियो कि। हामी आमा छोरी चाहिँ हल्लिँदै हिँड्दै थियौँ। अनि म चाहिँ त्यहाँ भन्दै थिएँ कि अब मम्मीको पालो सक्यो, अब हाम्रो पालो मुख हेर्ने भनेर भन्दै थिएँ कि। म चाहिँ फाइनली घर आएँ भन्दै सबैलाई देखाउँदै थिएँ कि त्यहाँनिर। म चाहिँ कुर्ताहरू लगाएर सामानहरू रेडी पार्दै थिएँ। त्यो चाहिँ अशोक दाइले पठाइदिनु भएको थियो मलाई। त्यसमा फ्रुटी, पिरो चाउचाउ, बिस्कुट, चक्लेट, ह्यान्डमेड बुके थियो। सो थ्याङ्क यू सो मच यति धेरै सामान पठाइदिनु भएकोमा। यो सामान पठाइदिनु चाहिँ आमाको लागि पठाइदिनु भएको थियो, मेरो मम्मीको लागि। बट मैले मम्मीको रियाक्सन पनि खिचेको छु। पछि अहिले चाहिँ सामान मिलाउँदै थिएँ म त्यहाँ लानुको लागि। सो एकछिन पछि भेटौँला फेरि। अरू सबै सामानहरू चाहिँ मिलाइसकेको थिएँ, बट त्यो सामान चाहिँ अलिक स्पेसल भएर मैले लुकाएर लगेको थिएँ। अशोक दाइले दिनुभएको तपाईँको लागि गिफ्ट। अब सुन्नु मलाई रियाक्सन। अगाडि चाहिँ पूजा गर्नुपर्ने हुन्छ। सो म चाहिँ पूजा गरेर त्यहाँ टिका लगाइदिँदै थिएँ। बाबा चाहिँ उहाँ टाढा गएर बस्नुभएको थियो क्या। मैले बाबालाई रिसाएर अझै अगाडि आउनु न भनेर कराएको थिएँ। अनि त्यहाँ नि अहिले बिस्तारै सर्नुहुन्छ। त्यसपछि चाहिँ फर्स्टमा मैले आमालाई टिका लगाइदिएँ। अनि त्यसपछि हाम्रो बाबाको पाली। छोरा आफूसँग साथमा नभएर होला अलिअलि खल्लो भएको थियो। मम्मी र बाबालाई नै
त्यही पनि बहुत हाँसेरै रमाइलो गऱ्यौँ हामीले टिका लाउनु भयो काम त नपुगेको दिनेहरू त्यहाँ मैले बत्ती बाल्नु रहेछ आमाले त्यो बत्ती बाल्नु पर्दैन भनेर मलाई कराउनु भएर बल्ल याद भएर मैले चाहिँ बत्ती बालेकै त्यहाँ बत्ती बालेर मात्रै त भएन अब त्यहाँ मैले सगुन दिएँ आमालाई दिएँ पहिला अनि फोटो पनि खिच्दै थियो क्या त्यहाँ साइडमा अनि यता चाहिँ अनि फेरि बाबालाई पनि त दिनु पऱ्यो नि त आमालाई मात्रै दिएर भएन सो बाबालाई पनि दिएँ मैले सगुनमा चाहिँ माछा अन्डा रसबडी दही अनि कोक थियो के अनि त्यसपछि मैले पालेपिलो टेबलमा भएको सामानहरू दिँदै यसरी छोको जस्तो गर्दै राख्दै गएँ पछि चाहिँ हामीले झिरझिरे बाल्नलाई अनि मम्मी र बाबा सँगै नबाल्केर बाबा मम्मीले बाल्छ भनेर हेरेर बस्नु भइरहेको थियो क्या अनि बाल्नु न दुवैजना मिलेर भनेर भने त्यहाँ देख्दा चाहिँ हामी 4 जना मात्रै देखाउला तर साइडमा चाहिँ थियो है दाई दिदी अनि बहिनी थियो हिँड्दैछ बहिनी यताउता अनि अब त्यहाँ केक काट्ने टाइम भयो त्यहाँ अब चक्कु छैन अनि त्यसपछि मैले अनि सगुन खानु भएको थिएन अनि सगुन खाँदैपछि मम्मीले केक काट्नुभयो फर्स्ट केक चाहिँ हाम्रो भगवानलाई दिएँ हामीले अनि त्यसपछि भाइले फोटो खिच्दै थियो म त्यहाँ ह्याप्पी मदर्स डे भनेर चिचाउँदै थिएँ मम्मीहरू पनि हाँस्नु हुँदै थियो त्यसपछि हामीले केक काटेँ फर्स्ट बाइट चाहिँ भगवानलाई दिएर सेकेन्ड बाइट चाहिँ मम्मी र बाबालाई दिएँ फेरि उल्टो हातले खानिदिएको देख्नु होला उल्टो हात चाहिँ होइन ल त्यो उल्टो हातै हो मम्मी बाबालाई केक खाँदेर हामीले पनि केक खाएर त्यसपछि चाहिँ फोटो खिचौँ भनेर फोटो चाहिँ खिच्न गएको है अब के गर्नु मम्मी बाबा मेचमा म पछाडि अलिकति सानो त बनिनु पऱ्यो त्यही भएर हामीले 1-2टा फोटो पनि लिएँ मैले चाहिँ त्यो आमालाई दिएको खानेकुराहरूको भिडियो गर्दै थिएँ अनि त्यसपछि अब आमाको रियाक्सन सुन्नु मैले त कस्तो भएछ म जस्तै कस्तो भयो सरलाई छोरालाई सम्झेर आँखाबाट आँसु हामीले कसैलाई मिस गर्दैछौँ त्यो को हो त्यो त्यसपछि चाहिँ फेरि उत्तम दाले पनि सगुन दिन थाल्नुभयो आमा र बुबालाई अनि फोटो खिच्नु हुँदै थियो साइडमा चाहिँ आइसले खिचिदिएँ त्यो फोटो म चाहिँ त्यहाँ अब हाम्रो खाना खाने पालो भनेर भनेर हिँड्दै थिएँ अब मदर्स डे पनि सक्यो भनेर भन्दै थिएँ अनि यसो किचनतिर गएर हेर्दै थिएँ दिदीलाई देखाएको दिदीको रिप्लाई सुन्नु है त बोल्नु सक्दैन मलाई दिदीको रिप्लाई पनि सुन्नुभयो होला अब चाहिँ म यहाँ बिरयानी देखाउँदै थिएँ क्या आमाले बनाउनु भएको बट बिरयानी रहेन किचनसम्म भिजिट गरेर आउँछसम्म चाहिँ फेरि यहाँ अर्को फोटो चलिसकेछ कसको भनौँ न नाति र नातिनीहरू उसको साइडमा चाहिँ उत्तम दाइले बसेर फोटो खिच्नु भइरहेछ त्यहाँ अनि यिनीहरू चाहिँ सगुन दिएको जस्तो गर्दैछ फोटोको लागि म चाहिँ वी मिस यु दाई भनेर भन्दै हिँड्दै थिएँ यो वर्ष त यस्तै भयो अर्को पालि सँगै बसेर म हेर्नुपर्छ भन्दै थिएँ फेरि यता टिका चलिसक्यो उसको नातिनीलाई ओहो प्लस नाति अल्सो आमा मम्मी के भन्नु सो अब चाहिँ हाम्रो सकेर खाना खाने पालो भयो अनि त्यहाँ खाना देखाउँदैछ अन्डा टुक्क छ त्यहाँ मेरो भागमा अनि त्यहाँ छ डली यता छ दाईको रिप्लाई सुनौँ है त हेलो आयुष अब चाहिँ खाना गर्ने हुँदा यति फ्यामिली भयो यहाँ आमा त्यहाँ बाउ त्यहाँ उत्तम दाई यहाँ आयुष यहाँ डल्ली यहाँ गीता दिदी तर हाम्रो दाई मिस भयो खाना खाएर पनि रुममा आइपुगे अब चाहिँ सुत्नु पर्ने हुन्छ सो यहीँसम्म मेरो भिडियो एन्ड गर्न चाहन्छु सो थ्याङ्क यू फर वाचिङ अल बाई बाई सी यु जोरले